साथीहरु आज हामी चाहिँ रुकुम पूर्वमा छौं। रुकुम पूर्वको चाहिँ सबैभन्दा ठूलो मेला नाथीगढ मेलामा चाहिँ अब हामी हेर्न गइरहेछौं। हामी तपाईलाई त्यहाँको प्रत्येक लाइभ अपडेट गराउने छौं है। पुगिरहेको अवस्था हामी नाथीगढ मेला हिँडिरहेको अवस्था के छ भाषर भन्नुहुन्छ के छ एकदम र कस्तो भइरहेछ अहिले ल रमाइलो भइरहेछ हामीलाई है त रुकुम पूर्वीको के छ फुल इन्जोय हो साथीहरु हामीसँग अहिले रुकुम पूर्व अस्पतालको मेसु पनि जोडिनु भएको छ। दुई चार शब्द जाओस् न त यता पनि देखाउने रे ल ल ल ल ल दिदी जेरी कसरी सही हो सर पनि मेलामा के छ तिर्खा लाग्छ हजुर त्यही भएर खाने भनेर ल्याएको के पानी हो नाथीगढ मेलाको जल के छ त मेला कस्तो भइरहेछ बाजे? मेला त पोहोर सालको भन्दा धेरै राम्रो लाग्यो अहिले धेरै राम्रो लाग्यो धेरै राम्रो लाग्यो अहिले आइसले यो बनाउने बोरी बनाउनु पर्छ फेरि हो ल मेला बबाल भयो रमाइलो भयो ल भाँटर कस्तो लाग्यो मेला मेला एकदम ल 3 वर्षको बसाइमा र पहिलोचोटि अलिकति राम्रो मेला भनेको यही यस्तो लाग्यो अरू त ठिकै छ 3 वर्षमा राम्रो भयो हैन राम्रो भयो अर्कोचोटि यहाँ जन कुरै छोड्दिउ माया पिरती रवि सर के छ यसमा तपाईको कुरा नि जाओस् न दिल रहेछ मेरो दिल ल ठिक छ ल अब बिस्तारै जाउँ है त ल हामी अब सामाजिक सञ्जालमा भेटिराखिन्छ है त साथीहरु सम्पूर्ण साथीहरु ल